क्या टेन्सन। भीम भाइ अस्तिको दुखाइ ठिक हो त? पातखोरीमा गएँ हैन, औषधिहरू दियो, ठिक भएको छ अहिले दुखाइ चाहिँ। फेरि त्यो मान्छे भेट्यो भने डराएर भाग्ने होइन नि, उसलाई सत्य कुरा के हो भन्ने नि। हो नि, अस्ति पनि भन्नु लागेको हो नि मैले त। म्याकिहाल्छ, मारै लागेपछि त भाग्नु परेको नि। ओहो त हेर्नु न, उता भीम र निरु पनि रहेछ नि, त्यतै गरेर बसौँ न त, हिँड्नुहोस्। हुन्छ हुन्छ जाउँ। होइन भीम भाइको र निरु बहिनीको के कुरा चल्दैछ? अस्तिको कुरा नि दाइ, भीमलाई कुटेको। कसले खायो पैसा, आफूले दुःख पाइरहेको छु। त्यही को रहेछ अब पैसा खाने पत्ता लगाउनु पर्यो, त्यही भएर हामी दिदीभाइ छलफल गरेर बसेको नि। ए तिमी अस्तिको केसमा निर्दोष रहेछौ, हामी त अब तिमीले पनि केही गडबड गर्यो कि भनेर हामी त चुप लाएर बसेको, न त यो कुरामा हामी पनि अगाडि बढ्थ्यौँ नि त। पैसाको कुरो हो, म पनि त्यही पैसा एउटालाई दिएको थिएँ, त्यही पैसा खाएर त्यसैलाई समात्न भनेर एकछिन यहाँ हतार हतार गरेर छुट्टी लिएर। होइन मान्छे नचिनिकन किन पैसा दिएको त नि? अप्ठ्यारो पर्यो भनेर भन्यो, ल त नि भनेर आफूसँग भएको थियो, दिइहाले पैसा। अहिले हातलाई दियो, खोटेलाई शास्ति भनेर जस्तो छ। त्यही माथि फेरि यसो ब्याज पनि दिन्छु भनेको थियो, त्यसैले दिइहाले। अब अहिले त न त फोन उठाउँछ हेर्नुहोस्, न मेसेज गर्दा रिप्लाई आउँछ, न कुनै ठाउँमा सम्पर्क छ। आज एउटा साथीले यहाँ तेलबीमा देखेँ भनेर भने, लौन त भनेर बुढीलाई हतार हतार काम गरेर सिधाएर यसरी पक्रिहाल्नु पर्यो भनेर आएको, त्यही पनि भेट भयो। ए ब्याजको लोभले तिनै ब्याजको लोभले पैसा दिएको थियो, ठिक्क पर्यो। तपाईँ पनि पर्नु भएछ दिदी, चोक्टा खानु गएको बुढी झोलामा डुबेर मरि। आफूलाई कस्तो चोट परिरहेछ, तिमीहरू हाँस्छौ, अचानक फेरि खोकिरहेर के थाहा हुनु र? त्यही त अस्तिको बिर्स्यौ, खाँदै नखाएको पैसाको चुटाइ खाएर हिँड्यौ खन्टे खन्टे गरेर, अनि के को यहाँ हाँसेर बसिरहेको? होइन, इजरायलमा धेरै ठगहरू निस्के, यस विषयमा छानबिन गर्नुपर्ने भयो। मेरो मात्र कहाँ हो र, अहिले त फेसबुक सञ्जालमा लाखौँ डलर खायो भनेर समाचारहरू देखिरहन्छु, त्यो पनि फोटो सहित। हो नि, पैसा दिने बेलामा खुसु भित्रभित्र बोलाएर ब्याजको लोभले दिन्छन्। अब अहिले पैसा उठाउन सक्दैन, अनि फेसबुकको वालमा राखेर हुन्छ, हामीले के गर्नु? सबुत छैन हामीसँग। त्यही त, कहाँको नेपाली मात्रै ठग्नु, यहाँ त इजरायलले ठगेर समस्या बनायो त। इजरायलीले चाहिँ तपाईँलाई कसरी ठग्यो त? छुट्टी निस्केको शुक्रबार गाडी कुर्न भनेर बस स्ट्यान्डमा गाडी कुरेर बसेको, एउटा बाइक सुइँ आयो, आएर चाहिँ सबै थोकको चाहिँ अब इमिग्रेसनको जस्तै छ, छुट्याउन सकिँदैन। ओके टोकेदेखि लिएर सबै सामान राखेको रहेछ। अब चाहिँ इमिग्रेसन हुँ भनेर चाहिँ कार्ड पनि देखायो डुप्लिकेट। त्यसपछि पासपोर्टले भन्यो, पासपोर्ट देखाएँ, पासपोर्ट देखाएपछि झोला चेक गर्यो, झोला चेक गरेपछि पर्स थियो मेरो ब्यागमा, तेरो पछाडि के हो भनेर भन्यो। मेरो मनी पर्स भनेर भनेको, म यहाँ चाहिँ यहाँ चेक गर्छु मक्सेपमा भनेर भन्यो। मक्सेप भनेको त्यो बाइकमा भएको चाहिँ त्यो कम्प्युटर जस्तो, उसले चेक गर्छु भनेर मैले पर्स दिएको, पर्स लिएर भाग्यो। ओहो कहाँ नि दाइ त्यस्तो भएको? कहाँ हुने नि, म काम गर्ने ठाउँको त्यो परदेशिया चोकमा नि। पैसा नि थियो र? पैसा कहाँ नहुने नि, $2000 थियो, 300 सेकेल थियो, विकली स्विकली भएको डकुमेन्ट सबै त्यसैमा थियो नि। ओहो दाइ, अनि पुलिसलाई खबर गर्नु भएन त? गरेको नि, कहाँ नगर्नु। पुलिस आयो, अब सबै कुरा चेक गर्यो, घुमायो गाडीमा, कदिमामा लिएर गएर चाहिँ पुलिस चौकीमा बसेँ, सबै रिपोर्ट बनाएँ, अब चाहिँ सही गरेर छोडेको छु। अहिलेसम्म खबर केही पनि आएको छ। चौकीमा लगेर चाहिँ के भन्नु दाइ पुलिसले? को रहेछ नि त्यो? कहाँको नि नक्कली पुलिस रहेछ नि। पुलिसले पुलिसको त आइडेन्टिटी कार्ड पछि गएर चाहिँ झोला चेक गरेर नपाउने, यहाँको नियमअनुसार जब पासपोर्ट मात्रै हेर्ने रहेछ। मेरो त सबै थोक हेऱ्यो। अनि बाइक नम्बर टिप्नु पर्थ्यो नि त दाइ तपाईँले। के को नि, प्लास्टिक रहेछ पछाडिपट्टि बाइकको नम्बरमा छोप्ने, त फिरफिर गर्ने नि, हेर्छु भन्यो टिप्नै नसक्ने। ए त्यस्तो भएछ है दाइ तपाईँलाई? के गर्नु, नेपाली मात्र होइन रहेछ, विदेशीले पनि ठग्न पो थालेछन्। अब यो विषयमा चाहिँ एउटा केही पहल गर्न पर्यो जस्तो छ हामीले। हो नि, अब कोही माथि पनि विश्वास भएन। अब यहाँ न नेपाली न इजरायली, यहाँ हामीले त इजरायली भनेर चाहिँ अब पुलिस भनेर यहाँ झुक्याउने धेरै परम्परा रहेछ। त्यसलाई चाहिँ नि अब करेक्सन गर्नको लागि हामीले पुलिस हो कि होइन भनेर त्यसको आइडेन्टिटी कार्ड र त्यसको नम्बर टिप्न पर्यो। त्यसपछि गएर बाइक नम्बर कुन चाहिँ बाइक अथवा गाडीमा आएको छ, गाडी नम्बर टिपेपछि मात्रै आफ्नो आइडेन्टिटी कार्ड, आफ्नो पासपोर्ट दिन पर्यो। पासपोर्ट पुलिसको इमिग्रेसनले हेर्ने भनेको पासपोर्टको भिसा मात्रै हो। भिसा नभएको साथीहरूलाई त्यो समस्या हुन्छ। भिसा भएको साथीहरूले त्यो चाहिँ देखायो भने अरू देखाउन पर्दैन। त्यही त दाइ, पुलिसको समस्या त समाधान भयो। अब यो पैसा दिने समस्या चाहिँ के गर्ने हो?
यो ब्याज खानेको लोभाले पैसा दिन्छन् हेर्नु। अब मान्छे चिन्नु छैन, जान्नु छैन, कहाँको हो, के हो, कस्तो हो, कसैलाई थाहा हुँदैन है। अब पैसा दिने बेला पनि त्यो मान्छेलाई एक त त्यसको नागरिकताको फोटोकपी न त पासपोर्टको फोटोकपी एक पिस राख्नु पर्यो। त्यसमाथि 2-4 मान्छे राखेर सिग्नेचर गरेर अनि पैसा दिनु पर्यो तापनि है। अनि त्यसपछि कानुनी रूपमा पनि हामीसँग प्रमाण हुन्छ। अनि त्यसपछि पैसा दिँदा नफस्ला कि त। एकदम सही भन्यौ भाइ। हेर तिमीले नि के गर्नु, पहिला बुद्धि आएन, अब अहिले काम गरेपछि बुद्धि आएर के गर्नु। तै पनि म त्यसलाई कहाँ छोड्छु र। यहाँ भएका सङ्घ संस्थाहरूले त केही न केही गर्ला नि। सबैलाई एकचोटि भन्छु, एम्बेसी जान्छु, घिसारेर ल्याइन पैसा नले त कहाँ छोड्छु। यस्तो दुःख गरे पैसा पो हो त यहाँ। ल रात परिसक्यो, अब सबैजना जाउँ। ल निस्किम। हो मरे नि ढिलो भयो जानु। कपाल सपाल काटेर चस्मा लगाएर नचिन्ने भएछ त के हो? यता चेन्ज हुने पर्यो नि। सबैजनाले हेपी हाल्यो तराईको भनेर फेरि एकदम गरम सरम भइहाल्यो। बा मैले त कपाल सपाल सब काटिदिएँ। अनि यो पनि 40 सेकेन्डमा किनिहालेको अघि। अरे लखन भाइ बल्ल जान्यो, समयअनुसार म चेन्ज हुनुपर्छ नि। तपाईँ यो पार्कमा एक्लै गाना साना गाएर बसिहाल्नु भएछ। अब कोही बेला त यस्तो हुनु नि पर्यो नि लखन। खै अब कस्तो लाग्यो त मेरो गीत? त्यस्तो नि गीत, त्यो पनि पप गीत रे, त्यसलाई पनि गीत भन्छ। मन परेन मलाई त। जा भरे यतिको गीत बजाएर सुनाएर देखाइदियो त। यस्तो यो विदेशी संस्कृति थोडामा गाइहाल्छु। मलाई यस्तो गाउने पनि छैन। म त हाम्रो त्यो मौलिक संस्कृति गाइहाल्छु। तपाईँलाई के थाहा छ कति मिठास छ त्यसमा? भने जस्तो हुन्छ त्यो गीत गाउनु यति सजिलो छ, किन फुर्ती लगाएको? मलाई बडा फुर्ती लगाउँछ भने हाल्नु भन्नु थाल्यो त। तपाईँलाई म आज देखाइहाल्छु। एउटा दाई छ, उसलाई फोन गरेर बोलाइहाल्छु। पखिहाल्नु। हेलो, त कमल दाई बोल्नुभयो? त एकदम अर्जेन्ट परिहाल्यो त, अपार्टमा आइहाल्नु ल तुरन्तै। के अपार्टमा जाने हो त? हो, हाम्रो अपार्टमा आइहाल्नुहुन्छ। सारङ्गी लिएर तपाईँलाई आज देखाइहाल्छु बडा कस्तो गाना गाउँछु ल। ल जो म पनि कमल दाई पनि आइपुगिहाल्नु। ओहो लखन भाइ, ल म त आइपुगेँ त। के गर्नु पर्ने हो, कसो गर्नु पर्ने हो? के भन्नु नि, लखनले गीत गाउँछु भनेर पुरा फुर्ती लगाएको छ। त्यही कारण तपाईँलाई बजाउनको लागि बोलाएको नि। ल सुरु गरिहालौँ न त। हाम्रो लखन भाइले कस्तो गीत गाउनु हुँदो रहेछ। ल म पनि हालिदिन्छु। म पनि बडा गीत गाइहाल्छु। बस बस। सत्य सत्य धर धरमा भएको कुरा गर्छु। सत्य सत्य धर धरमा भएको कुरा गर्छु। मेरो कुरा झुटो भए आयु सरी भन्छु। यो विदेशी सहरमा के देख्नु पर्यो। इन्टरनेट फेसबुकले गर्नु समय गर्यो। स्यामसुङ आइफोन हातैमा बोकेर हेलो डार्लिङ भन्दछन् लौकेर सिमसिम पानी रहेछ उभैमा। स्यामसुङ आइफोन हातैमा बोकेर हेलो डार्लिङ
हिँड्न थाले लोग्ने मान्छे भन्दै आयो बिरो कपाल काटी आइमाईहरू मेकअप गरी झ्याम्मै टी-सर्ट लाउँछन् चारै पछाडि चाहिँ वाङ्गै लगाई मोबाइल बोकेर डिस्को जान्छन् ट्याक्सीमै चढेर सिमसिम पारी रहेछौ बैमानी हात पैन्ट लगाई मोबाइल बोकेर डिस्को जान्छन् ट्याक्सीमै चढेर सिमसिम पारी रहेछौ बैमानी हातमा चुरोट सर्काएर बिस्की बियर तान्दै हातमा चुरोट सर्काएर बिस्की बियर तान्दै मान्छेहरू डिस्को नाच्छ निलु इलु भन्दै बोली जाने भाषा धर्म केही छैन सक्कल यति जावर प्रेसर भन्दै पार्छन् मेरै नक्कल लाज शरम इज्जतलाई हरायो फेसनले विकृति गरायो सिमसिम पानी रहेछौ बैमानी लाज शरम इज्जतै हरायो फेसनले विकृति गरायो सिमसिम पानी रहेछौ बैमानी मानिसहरूको बिग्रिएको मती ल्याउँछन् घरमा हुँदा पनि अर्को श्रीमती माइहाट फेन्छौँ भन्दै आइमाई सौदा माथि पनि छोराछोरी श्रीमान छोरी स्वातै पहिल्यै जाने पैसा हुँदा मौज मस्ती गरेर पछि दुःख पाइएला होस् गर सिमसिम पानी रहेछौ बैमानी पैसा हुँदा मौज मस्ती गरेर पछि दुःख पाइएला होस् गर सिमसिम पानी रहेछौ बैमानी सिमसिम पानी रहेछौ बैमानी सिमसिम पानी रहेछौ बैमानी अरे गाउँदै रहेछ त लखनले पनि अन्त देख्ने म त नाच कुद्दाए तपाईँले बडा मैले गाना गाउन सक्दैन भनिहाल्नु भएको होइन अरे म तराईमा गएर के भयो त मेरो हजुरबा त पहाडको हो नि यसको त मलाई अलिअलि ज्ञान छ त हजुरबाले घरमा गाउनुहुन्थ्यो अलिकति मेरो त्यो टोन नभएर अलिकति गाह्रो भयो तर मैले गाइहालेँ कस्तो भयो मलाई थाहा छैन कस्तो भयो कमल दाइ राम्रो छ धेरै राम्रो छ लखन भाइ यसै गरी प्र्याक्टिस गर्दै गर अरू गीतहरूमा पनि धेरै राम्रो हुन्छ लखन भाइ अब त तिमी पनि लोकगीत प्रतियोगितामा जाँदा हुन्छ त लखन भाइ राम्रो गीत गाउनु हाम्रो प्रतियोगिता हुँदैछ त्यसमा म नाम लेखाइदिन्छु त्यसमा गएर पर्सिको प्रोग्राममा भाग लिनुपर्छ है त लखन भाइ म पनि गीत गाइहाल्ने त भइहाल्छ लेखिदिइहाल्नुहोस् हेरिहाल्नु म पनि ल त लखन भाइ मलाई त हतार छ मलाई रिहर्सल गराउनु छ त्यही प्रोग्रामको लागि म अब गएँ है त भइहाल्छ दाइ हुन्छ दाइ ल त बाई म अब जान्छु ल बाई 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 बाई
क्या टेंशन।